हेलो साथीहरु नमस्ते। मैले यो के भन्छ भने यो C++ बाट मैले एउटा के गरेको छु भने प्रोग्राम लेखेको। जुन प्रोग्रामबाट हामीले के गर्न सक्छौं भने हामीले सबैभन्दा पहिला यो प्रोग्रामबाट यो नम्बर एउटा पब्लिश गरेको छौं। यो C भन्ने एउटा मतलब यो यस्तो हुन्छ कि C++ मा एउटा अब्जेक्ट र मतलब क्लास भनेर बुझ्नु पर्छ। अब्जेक्ट लाई एउटा सपोज क्लास मा हुन्छ भने क्लास भनेको त हाम्रो एउटा कोठा जस्तो भयो, तर त्यो भित्र त कोही मान्छे हुन्छ नि, त्यो मान्छे भनेको अब्जेक्ट भयो, त्यो कुरा हो। त्यसरी हामीले बुझ्नु पर्ने छ। त्यही कुरामा हामीले एउटा यसमा के गरेको छौं भने क्लास मा हामीले भ्यालु लाई इनिशियलाइज गरेका छौं। त्यो भ्यालु पब्लिक छ र हामीले अब्जेक्ट मा त्यो भ्यालु हालेर प्रिन्ट आउट गरेका छौं। त्यो कुरा हामीले सिक्छौं। जस्तै त्यसको सबैभन्दा पहिला हेडर फाइल छ, जुन हेडर फाइल हामी C++ मा युज गर्छौं। त्यो हेडर फाइल के हो भने include iostram.h छ। त्यसपछि include conio.h छ। त्यसपछि के छ भने क्लास ए भनेर मैले यो क्लास भनेको त त्यो भइहाल्यो, क्लास भयो र यो भनेको एउटा नेम भयो। यो नेमबाट मैले अब्जेक्टलाई डिक्लेयर गरेँ। त्यसपछि एउटा पब्लिक भनेर युज गरेको, यो पब्लिक सबै जनाको लागि होस् भनेर मैले लेखेको। त्यसपछि के गरेको छौं भने एउटा पब्लिक पछि के छ भने एउटा इन्ट b छ। इन्ट b पछि के छ भने इन्ट a लाई जुन नम्बरलाई हामीले डिक्लेयर इनिशियलाइज गरेका थियौं त्यसैलाई हामीले एउटा त्यसमा एउटा भ्यालु पास गरेको छौं इन्ट y भनेर। त्यो y लाई हामीले एउटा इन्ट त्यो के गर्छ भने इनिशियलाइज गरेको थियो एउटा b लाई, त्यो b सँग y लाई इनिशियलाइज गरेको y लाई हामीले इक्वल गरेका छौं र त्यसपछि हामीले मेन फंक्सनमा गएको छौं। मेन फंक्सनमा गएर हामीले के गरेका छौं भने मेन फंक्सनमा काउट छ। काउट गरिसकेपछि त्यो अब्जेक्ट छ यो C भन्ने, यो भनेको मेन फंक्सनको नेम भयो, क्लास फंक्सनको नेम भयो। त्यसपछि यो 10 भनेको त्यो अब्जेक्ट भित्र हामीले त्यो भ्यालु पास गरेका छौं र यता काउट गरेका छौं र त्यो यो भ्यालुलाई हामीले त्यो पास गरेर त्यो भ्यालुलाई प्रिन्ट गरेका छौं। अब यता 10 छ भने हामीले 10 प्रिन्ट गर्ने गर्छौं। त्यो कुरा यो 10 प्रिन्ट गरिसकेपछि हामीले त्यो भ्यालु ठिक्क हुन्छ, हामीले बुझ्छौं। जस्तै हामीले कन्ट्रोल त्यो के भन्छ अल्ट प्लस F9 थिच्यो भने कम्पाइलर रन हुन्छ। कम्पाइल हुन्छ त्यो प्रोग्राममा एरर छैन। तर एरर ल्याउनको लागि मैले एउटा कुरा सपोज एरर ल्याउनु पर्यो भने मैले एउटा एरर ल्याउँदै छु ल, सिम्पल एरर मैले ल्याएँ। अब प्रोग्रामलाई रन गर्दा एरर आउँछ, एरर आएन, आउनु पर्ने त एरर आएन पखम। सपोज एउटा रिटर्न टाइपले गरौँ, अब आउँछ एरर एउटा वार्निङ आयो। वार्निङ के आयो भने यता पढौं, फंक्शन शुड नट रिटर्न अ भ्यालु। फंक्शनले रिटर्न दिँदैन, भ्यालु रिटर्न दिँदैन। हामीले इन्ट हालेका छौं भने त्यतिखेर भ्यालु रिटर्न हुनु पर्यो भनेर भनेको छ, त्यो भ्यालु रिटर्न आउँदैन भनेर भन्छ। त्यसको लागि हामीले के गरौँ भने रिटर्न टाइपलाई हटाउनु पर्ने छ। यो रिटर्न टाइपलाई के गरे भने मैले इनिशियलाइज गरे, त्यो के भन्छ भने भ्यालुलाई राखे। अनि त्यसपछि यो भ्यालुलाई मैले के गरे भने कम्पाइल गरे, कन्ट्रोल प्लस F10 अनि त्यो भ्यालु आउँछ। बुझ्नु भयो नि, यही कुरा हो। ल थ्यांक यू सबैजनालाई। अब फेरि भेटौँला अब अर्को भिडियोमा आउँला ल सबैजनालाई।